दर्शकबिन नमस्कार। अहिले यतिखेर म छु सदियाको बरगडामा अहिले शिव मन्दिरको निर्माण भइरहेको छ। बरगडा शिव मन्दिर नामले नामाकृत धेरै पहिले बनिएको एउटा मन्दिर थियो। टिनको छानो थियो, मन्दिरमा काठहरू टिन लगाएर बनाएको मन्दिर थियो, खुट्टाहरू सिमेन्टकै थिए। भए तापनि आज मन्दिर एकतिरबाट भत्किँदै गयो र आज समाजमा रहेका बुद्धिजीवीहरू, समाजका युवावर्गहरू सबैको एउटा सपना थियो यो मन्दिरलाई छत हाल्ने, यो मन्दिरलाई राम्रो तरिकाले फेरि निर्माण गरेर यो मन्दिरको वरिपरिको परिवेशलाई राम्रो बनाउने भन्ने कुरालाई लिएर र आज यो सार्थक हुन गइरहेको छ। पहिलो जुन प्रयास हो त्यो प्रयास सफल हुन गइरहेको छ। छत ढलान आज भइरहेको छ। आज एउटा खुसीको खबर तपाईहरु माझ मैले राख्न गइरहेको छु। मन्दिर कमिटीका बुद्धिजीवीहरू, तदारक कमिटीका बुद्धिजीवीहरूसँगको केही कुराकानीहरू तपाईहरु माझ राख्नेछु। यो मन्दिरका लागि केही सहयोग पुर्याउन चाहनुहुन्छ भने अथवा तपाईहरुको पनि योगदान रहोस् भन्ने सोच्नुहुन्छ भनेदेखि सम्पर्क गर्नुहोला। मन्दिर निर्माण कमिटीका सभापति लक्ष्मीप्रसाद काफ्लेज्यूसँग पनि यो मन्दिरका बारेमा दुई शब्द म जान्न चाहन्छु। तपाईहरुमाझ उहाँको मुखरबिन्दुबाट दुई शब्द राख्न चाहन्छु। बा भनिदिनु होला, यो मन्दिर निर्माण भइरहेको छ, आज कति वर्ष स्थापित भयो, कस्तो कस्तो दुःख कष्टका साथ यो मन्दिर निर्माण अहिले भइरहेको छ, सम्पूर्ण कुराहरू समावेश गरेर छोटकरीमा भनिदिनु होला। बा आज 2022 सनमा यो हामीहरूको पुरानो मन्दिरको जराजीर्ण अवस्था भएकाले नूतन मन्दिर स्थापित गर्न भनेर एउटा कमिटी गठन भएको थियो। त्यो कमिटीले सिद्धान्त लिएको थियो कि हामीहरू छत ढलाइ गर्छौँ जसरी भए पनि भनेर सिद्धान्त लिएको थियो र एउटा कमिटी गठन भएको थियो। हाम्रा गाउँका मान्छेको आर्थिक अवस्था नभएकाले हामीहरू अरूसित हात थाप्नु पर्यो। त्यसमा हामीहरू अलिकति मनमा दुःख लाग्दछ। अहिले उठेर आएका युवकहरूले आज चाहिँ बहुत सहायता गर्दैछन्। अरू दिन पनि गरे, तर गर्न भए पनि आज चाहिँ बहुत गरे, त्यसमा बहुत धन्यवाद छ। म के भन्नु, यहाँ अरू पनि हुनुहुन्छ भन्नलाई होइन, तर म के भन्नु अब भन्ने यति नै हो मेरो। अरू भन्ने पर्दाखेरि फेरि संयोग परे म भनौँला। विशेष गरी बरगडा शिव मन्दिर एउटा ऐतिहासिक मन्दिर हो। यसको जन्मलग्नको जुन ऐतिहासिक घटनाहरू अलिक बेग्लै किसिमको छ र विशेष गरी के भने यो 78 अर्थात् हामीहरूको 2033-34 साल भनौँ नेपालीको, त्यो समयमा यो बनिएको 1978 सनको 7 मार्च त्यो शिवरात्रिको दिन थियो। शिवरात्रिका दिन यो मन्दिर उद्घाटन हुन्छ र यो मन्दिर उद्घाटन भए पछाडि राम्रो तरिकाले यो मन्दिर सञ्चालन हुन्छ। उहाँहरूले सञ्चालन गर्दै ल्याउनुहुन्छ। तर 2001-2002 तिर यो हाम्रो नेपाली समाजलाई, त्यतिखेर हाम्रो बरगडा अमरज्योति सङ्घ थियो, बरगडा अमरज्योति सङ्घलाई हस्तान्तर गर्नुहुन्छ र अनि त्यहाँदेखि बरगडा समाजले यो मन्दिरलाई सञ्चालन गर्दै आउनुभएको र गर्दै लाँदाखेरि टिन लगाएका थिए हाम्रा माथि। उसमा टिन चुइने भए, काठ अलि बिग्रिँदै गयो। विभिन्न जनले विभिन्न किसिमले सहयोग गरेको यो मन्दिरमा हामी सबैलाई एउटा आस्था थियो। तर त्यो बिग्रिँदै गएको हुँदाखेरि हामी सबैले नि बाध्य भएर यसलाई फेरि बनाउनु पर्छ भन्ने एउटा जमर्को गर्दै अन्ततगत्वा हामीले जब यहाँ एउटा कमिटी, युवा सङ्घको एउटा कमिटी भयो, त्यो कमिटीमा यो करमजित गोगोई हाम्रो स्थानीय यहीँकै यहाँ छेउमा उहाँको मिल पनि छ, उहाँलाई सभापति र मनोज सापकोटालाई सेक्रेटरी बनाएर एउटा कमिटी गठन गरेर अनि त्यो कमिटीको मार्फतबाट यो मन्दिरलाई छत हाल्नुपर्छ भन्ने जुन प्रस्ताव भएको थियो, त्यो प्रस्ताव अनुसार कार्य सुरु पनि भयो। तर प्राकृतिक कतिपय दुर्घटनाले गर्दा हामीले थालेका मन्दिरलाई पनि स्थगित गर्न बाध्य भयौँ। धेरै दिन रह्यो। हाम्रो जुन चाहिँ कमिटी हो त्यो कमिटीमा पनि घुन लागे जस्तो भयो, कोही कता जाने उहाँहरूले सरेन्डर गर्नुभयो। सरेन्डर गर्न भए पछाडि हामीले एउटा तदारक कमिटी गठन गऱ्यौँ
जसको सभापति लक्ष्मी काफ्लेज्यू, उपसभापति म आफै नै थिएँ चुडामणि कोइराला, सचिवको रूपमा हामीले दिनेशलाई जिम्मेवारी दिएका थियौँ र हाम्रा गाउँका जति वरिष्ठ युवावर्ग थिए युवावर्गलाई हामीले विभिन्न पदवीमा राखेर अनि फेरि हामीले यो कार्य सञ्चालन गर्ने जमर्को गऱ्यौँ र विभिन्न जनमा गएर हामीले प्रस्ताव राख्यौँ हामी मन्दिर बनाउँदैछौँ, छत हालेर मन्दिर बनाउँछौँ, तपाईँले सहयोग गर्नुपर्छ भन्ने किसिमले हामीले सबैसँग कुरो राख्दाखेरि उहाँहरू सबैले नै हामीलाई सहयोग गर्नुभयो। विशेष गरी गाउँको मान्छेलाई म धन्यवाद दिन्छु। कसैले 5,000, कसैले 4,000, कसैले 3,000 आफ्नो गच्छे अनुसार, कसैले 10,000 चन्दा दिएर सहयोग गर्नुभयो। र त्यति मात्रै होइन, हामीले सुदूर पश्चिम अथवा जसलाई हामी इङ्ल्यान्ड युके भन्छौँ त्यहाँदेखि पनि यहाँ बसेर उहाँ गएर कर्म गर्ने व्यक्तिहरूले जस्तै दुर्गा कार्की, हाम्रो कल्पना कोइराला अथवा अहिले दाहाल दाहाल उहाँले पनि, भवानी कोइरालाले पनि लगायत अरूले पनि अझै पनि दिने यहाँ व्यवस्था चल्दैछ। उहाँहरूले नै एउटा ठुलो सहयोग गर्नुभयो र यसरी नै विभिन्न जनको सहयोगमा हाम्रो जुन यहाँ माडवारी समाज छन् शान्तिपुर चापाखुवा, उहाँहरूको गच्छे अनुसार, उहाँहरूको आफ्नो व्यवसाय अनुसार उहाँहरूले कसैले 5 बेग, कसैले 10 बेग, कसैले 15 बेग, 20 बेग यसरी सिमेन्ट दिएर सहयोग गर्नुभयो, कसैले रोड दिएर सहयोग गर्नुभयो। उहाँहरू सबैलाई मेरो धर्म म सम्झेर उहाँलाई धन्यवाद दिन्छु। यो शिव मन्दिरले उहाँहरूलाई आशीर्वाद दिउन्, उहाँहरूको भविष्य सुन्दर होस्, उज्जवल होस् कामना गर्दछु। र हाम्रो जति पनि यहाँ समाजमा छौँ हामी सबै लागेका छौँ यो मन्दिर निर्माण गर्नलाई र विभिन्नजनले बहुत अगाडिदेखि नै हामीलाई कतिपय तिरस्कारमूलक कुरा पनि गरे कि यो मन्दिर तिमीहरूले बनाउन सक्दैनौ, कहाँ सक्छौ, तर हामीले त्यो सब कुरालाई अनसुनी गरेर हामीले दिन-रात गरेर यो मन्दिर अगाडि बढायौँ। आज यो छत लाग्दैछ यहाँ र यसको काम अझै छ, बहुत छ पुरा गर्नका लागि र हामी निकट भविष्यमा यसलाई एउटा सुन्दर एउटा मन्दिर, एउटा धामको रूपमा यसलाई परिणत गर्ने हामीले सङ्कल्प लिएको छ। यसलाई धामको रूपमा हामी परिणत गर्छौँ र हामीले हाम्रा माननीय सांसद प्रधान बरुलाई पनि आवेदन गरिसकेका छौँ। उहाँले पनि हामीलाई आश्वासन दिनुभएको छ 10 लाख रुपियाँ हामी दिएर यहाँ सघाउँछौँ भन्ने उहाँको एउटा जुन भनाइ छ, त्यो भनाइलाई पनि हामी स्वागत गर्छौँ र यो कुरो हामी हाम्रा यहाँ स्थानीय उद्योगपति कन्ट्र्याक्टर मनोज तेली उहाँले पनि हामीलाई बहुत ठुलो सहयोग गर्नुभएको छ। उहाँको हामीप्रति जुन कृपा हो हामी धन्यवाद दिन्छौँ उहाँलाई पनि। उहाँले हिजो अस्ति हामीलाई 50,000 नगद रुपियाँ दिनुभयो, फेरि पनि म सघाउँछु भन्दै हुनुहुन्छ। उहाँले प्रधान बरुवासँग जोगाजोग गरेर त्यो 10 लाख रुपियाँ दिलाउने काम पनि उहाँले गर्दै हुनुहुन्छ र हामीलाई यहाँभन्दा अगाडि सरकारी तौरमा एमएलएको पट्टिबाट पनि 2.5 लाख यो जुन चाहिँ आश्रम दर्शन त्यसको पनि पैसा हामीले भेटिसकेका छौँ र यही मन्दिरमा हामीले लगायौँ र अझै पनि हामीले 50,000 त्यो आश्रम दर्शनमा पाउनु छ। हामी त्यो आवेदन गरिरहेका छौँ हामीले र यो कतिपय अन्तिम यो रिपोर्टमा सबमिट भएपछि त्यो हामी पाउनेछौँ र यसरी नै हामी सबै मिलेर यो मन्दिरलाई यहाँसम्म आग बढायौँ, अझै आग बढाउँछौँ र सबैको सहयोग हामी कामना गर्छौँ। यो सर्वेश्वर महादेवले सबैको कल्याण गरून्, सबैको कल्याण होस् यही कामना गर्दै हामी यो जुन बरगडा शिव मन्दिर जुन तदारक कमिटी छ यो तदारक कमिटीको तर्फबाट सबैलाई मुरी धन्यवाद। हाम्रो काम यति आग बढेकामा हामी सबै हर्षित छौँ र सहायता गर्ने सबै महानुभावहरूलाई पनि हाम्रो मुरी धन्यवाद टक्राइरहेको छौँ भन्दै मेरो बोली दिन्छ। दिन आउनको लागि भगवानले सायद रोक्नु भएको थियो टिप्जीले, त्यसको लागि पनि 2-4 दिन विलम्ब भयो, 1 साल 2 साल विलम्ब भयो होला। तर के भयो, देर आया दुरुस्त आया भनेको एकदम राम्ररी हाम्रो महादेव टिप्जीको असीम कृपाको साथ आज यो काम सम्पन्न हुन गइरहेको छ। गौरवान्वित छु मोटामोटी। आवेगिक हुन खोज्दैछु, आँसु पनि आउन सक्छ नि जस्तो लाग्दैछ। किन मारवाडी सम्प्रदायले जुन मन्दिर हामीलाई दान दिएर जानुभएको थियो त्यो मन्दिर एकदम जराजीर्ण अवस्थामा थियो। त्यसलाई हामीले कसरी उद्धार गर्ने भनेर बहुत ठुला मिटिङ बस्यो। मिटिङको छलफल हुँदै यो दिनसम्म आउनको लागि धेरै खास प्रतिकार सहनु पर्यो। र आज अन्तिम चरणमा आएर यो आवेगिक मुहूर्त भन्न सकिन्छ। त्यसलाई माने मनमा राम्रो हर्षोल्लास पनि लागेको छ र आवेगिक जस्तो पनि भइराखेको छ। र त्यो खालको एउटा सिचुएसनमा आज टिप्जीले यति अपिल गरेर गर्दा हाम्रो यो काम सजिलो तरिकाले जे भनौँ जतिखेर जे चितायो त्यो वस्तु भगवान्को आशीर्वादै हो न के हो न। आज चिप चाहियो भन्दाखेरि चिप चाहियो
आइपुग्ने सिमेन्ट अब एक दिन अगाडि ल्याएर रुङ्नुपर्छ भन्ने कुरा थियो भगवान्को कृपाले बिहानै आइपुग्यो आज त्यो पनि रुङ्नु परेन जे काम सोचेको सोच्ने बित्तिकै भइहाल्यो र त्यसरी नै आज मन्दिर हुँदैछ र अगाडि पनि अरू बढ्ने आशा राख्दै मेरो मन्तव्य यति नै समाप्त गर्छु।